हेलो गाइस, हम जा रहे हैं मंदिर जहाँ पे है महादेव से बसते चंद्रगिरी। हम जा रहे हैं, हम गेट एंटर कर चुके हैं चंद्रगिरी जाने का। अभी दिखाएंगे हम लोग। देख सकते हैं पीछे का व्यूज एकदम धांसू है। इतना अच्छा रास्ता बना चुके हैं यहाँ। अभी हम दिखाएंगे यहाँ का टिकट कितना है और तब तक हम धेरै लामो रहेछ है। ठ्याक्कै आधी आइयो आज आधी छ। यहाँदेखि गऱ्यो अब कुहिरो लाग्यो मान्छे। यहाँ हाम्रो मेकानिकल इन्जिनियरिङ हुनुहुन्छ। यहाँ हामीले यहाँसँग कुरा गऱ्यौँ। भर्खर 10 वर्ष भयो अरे यो खुलेको। सो यहाँको बारेमा अरू पनि बताइदिनु न हामीलाई, यसो जानकारी चाहिएको। के जान्न जान्छ। इन्डियन र फरेनरहरूलाई अलि टिकट महँगो हुन्छ भन्ने सुन्यौँ है। हो त्यही हो। कम्पनीको नाम चाहिँ के हो? यहाँ चन्द्रगिरी हिल्सबाट चलिरहेको छ अहिले। जो पनि पर्यटक आउनुहुन्छ एकचोटि ट्राभल गर्नु होला। यहाँको इन्जोयमेन्ट हेर्नुहोस्, क्या पहाड छ। आज अलि कुहिरो लागु भएर अलि देखेको छैन, तर एकदम बबाल छ, राम्रो ठाउँ। एकदम पहाड जस्तो ठाउँ पर्यो। पानी पर्ने कुनै हुन्न कि टाइमिङै हुँदैन। टाइमिङ कतिखेर पानी पर्छ, एकैछिनमा पानी परिदिन्छ, एकैछिनमा घाम लाग्छ माथि होइन है। मौसम चेन्ज भइरहेको छ। यो पानी पर्दाखेरि रोकिन्न है, चल्यो रोकिँदैन, चल्छ। लाइटनिङहरू हान्छ नि, चट्याङहरू पर्छ, त्यस्तो बेला चाहिँ रोकिन्छ। अनि फेरि अब केही न केही सिस्टममा उ गरिदिन्छ, बिगार्न काम गर्छ चट्याङले। माथि चाहिँ के को मन्दिर छ, के को लागि प्रख्यात हो भनेर बताइदिनु। भालेश्वर महादेव। भालेश्वर महादेवको है। जे इच्छा माग्यो त्यही पुरा हुन्छ भन्नु। इच्छा मागेर पुरा गरिदिनुहुन्छ। हामी पनि त्यही इच्छाले आएको। महादेवले हाम्रो इच्छा पनि पुरा गरिदिनुहुन्छ कि भनेर। महादेव जस्तो भए पहाडमै बस्नुहुन्छ है, त्यही भएर पनि हो। ठाउँ महादेवको मन्दिर पहाडमै हुन्छ। त्यही भएर छ है। मान्छेलाई छोड्यो भने त हराउँछ होला। यो हाम्रो दाइ पनि आएको। त्यस्तो अलिक ठुलो मान्छे त नहराउला, सानो केटाकेटी त हराउला। एकचोटि हिउँ पर्दा हराएको थियो मान्छे यहाँ। अहिले चाहिँ पुरै धुवा भइसक्यो पुरा। आज मौसम खराब छ, त्यही भएर पनि हो। एकदम केही देखिएको छैन, भित्र मात्रै देखिरहेको छ हामी। आज सन्डे अफर भएर पनि, मन्डे अफर भएर पनि हामीलाई अलि अफर मिलेको छ है। डिस्काउन्ट अफर मिलेर रहेछ, 25% डिस्काउन्ट। नत्र रियल नेपाललाई चाहिँ कति हो? 825 अप डाउनको। कोही पनि प्लेनमा नबसेको मान्छेलाई पनि यसो प्लेनमा बसेको अनुभव चाहिँ हुन्छ है यहाँ आएर। एकदम तपाईँ पनि बताइदिनुहोस्, केही जानकारी दिउँ। उसलाई डर लागिरहेको कि 4चोटि प्लेनमा बस्यो। 4चोटि प्लेनमा बसेको, अझै एकचोटि बस्ने प्लान छ भोलि पर्सि। त्यही भएर पनि आज यताको प्लेन गरिरहेको हामी। वाउ, सो स्विट। अलि मौसम खराब भएर हामी देखाइरहेको छैनौँ राम्ररी भएर। 2 किलोमिटर त्यहाँ। अरूलाई त हेरिसक्नुभयो। आज म कस्तो भनेर आएको मलाई पनि हेर्नुहोस् न गाइज। सब्सक्राइब प्लिज माई च्यानल। बिस्तारै बिस्तारै ग्रो हुन्छ, यसरी नै भुल्दै गर्ने हामी। थ्याङ्क यू वाचिङ फर माई भिडियो। अहिले हामी गएर माथि मन्दिरको भिडियो चाहिँ देखाउनेछौँ। हो। बोलो भालेश्वर महादेव की जय।